जय श्री सीताराम बनोस् हामी सबैको काम। आज म गणेश स्रोत सङ्कटनाशनम श्री गणेश स्रोतको सानो एउटा पाठ छ, त्यो गर्न गइरहेको छु। घरमा असाध्यै कलेश किचलो मचिरह्यो अनि एकदमै सङ्कट भारी आइलाग्यो भने विशेष गरी अझै यो त अहिले पढ्नु नै पर्ने भनेको त मेष, कुम्भ, मीन अनि धनु र सिंह राशिले हो। यदि सम्भव रहेसम्म, नभए उपासना मात्रै गर्दा पनि हुन्छ। धेरै बेर लाग्दैन यो पढ्नलाई। म सर र हजुरहरूलाई वाचन गरेर सुनाउँछु। यसको बिचमा यति पाठलाई मात्रै गरिदिनु भयो 1, 5 अथवा 7, 11, 21 पाठ दिनमा दैनिकै गर्न सक्नुभयो भने चाहिँ हजुरहरूको सङ्कट सधैँ जसो गर्दा राम्रो। अझै मेसो मिलेन भने चाहिँ यो वर्ष लगातार गर्न सक्नुभयो भने चाहिँ हजुरहरूको 7.5 ढैया त्यसलाई चलिरहेको छ। विशेष गरी मेष, मीन, कुम्भ अनि सिंह र धनु राशिलाई यतिखेर अलिकति पढ्नै पर्ने हुन्छ। उहाँहरू चाहिँ विशेष ध्यान दिएर पनि सुन्नु होला। गाह्रो छैन, अप्ठ्यारो छैन। म सर र वाचन गरेर सुनाउँछु। सबैजनाले ध्यान दिएर सुन्नु। सङ्कटनाशनम गणेश स्रोतम नारदोपवाच प्रणम्बे शीर्षदेव गौरी पुत्र विनायकं भक्ताम्बा स्मरथ्यामायु कामर्थ सिद्धरथे प्रथम वक्रतुण्ड च एकदन्त द्वितीयकं तृतीय कृष्ण विभाग गजवस्थ चतुर्थकं लम्बोदर पञ्चम च खष्ट विकटेमेव च सप्तम विघ्नराज च धूर्म बण तथाष्टमं नवम भालचन्द्र च दशम तु विनायकं एकादश गणपति द्वादश तु गजाननं द्वादश ऐतानि नामित्री सन्धे पठनेश्वर न च विघ्न भए तस्य सर्वसिद्धकर प्रभु विद्यार्थी लभन्ते विद्या धनार्थी लभन्ते धनं पुत्रार्थी लभन्ते पुत्र मोक्षार्थी लभन्ते गतिं जपेत गणपति स्रोतं षण्भिमार्षये फल लभेत सर्वे श्रेण सिद्धि च लभन्ते नात्र संशय अष्टम्भु ब्रह्मणेश्वर लिखिन्त स्म परते तस्य विद्या भर्वेश्वरवा गणेशस्य प्रसादतम् इति श्री नारद पुराणे सङ्कटनाशनम गणेश स्रोतम सम्पूर्णम। भइसक्यो हजुर। धेरै लाग्दैन यो पढ्नलाई, सजिलो छ। यसो 1-2 पाली फर्काएर हेऱ्यो भने चाहिँ त्यस्तो गाह्रो हुँदैन। विशेष गरी मेन, मेष, कुम्भ अनि धनु र सिंह राशिले अति पढ्न आवश्यक छ है। असाध्यै मनलाई चाहिँ विचलित बनाएर यो चक्र घुमाइरहेको हुन्छ। 7.5 चल्या छ, 3टालाई भने दैया चलिरहेछ धनु र सिंहलाई। त्यसै कारणले बोल्दा बोलीमा विचार पुर्याउने, अति धेरै हरियो सागपातहरू खाने, झोलिलो कुराहरू खाने, धेरै भिडभडकाहरूमा नजाने, आनन्दसित दान पुण्य गरेर रमाउने। दानको कसलाई गर्ने भनेर म चाहिँ अहिले पछि अर्को भिडियोमा बनाउँछु। हजुर यो चाहिँ ध्यान दिएर सुन्नु, पढ्नु अनि त्यस पछाडि धेरैभन्दा धेरै जति पनि हुनुहुन्छ अरूलाई पनि लाभ लिन अरूले पनि हुन्छ। तर पनि विशेष गरी मेष, मीन अनि कुम्भ र धनु र सिंह राशिले विशेष गरी सेयर गरेर यो आफ्नो लागि आफैले लाभ उठाउने, आफैले अरूलाई पनि सेयर गरे भने अरूको पुण्य पनि आफूमा आउने हुन्छ। त्यसै कारणले यसलाई सक्दो सेयर गर्नुहोला। जय श्री सीताराम बनोस् हामी सबैको काम मङ्गल हो।